एमाले तपाईँकै शब्दमा त्यो किन चुक्यो होला, किन खुम्चियो होला? म साह्रै लामो यसको विषयमा बोल्न त चाहन्न, तर म एउटा सानो प्रसङ्ग म जोड्न चाहन्छु। 16 महिनाको अवधिमा साह्रै धेरै बुझ्न त सकिनँ होला, तर मेरो बुझाइ, मैले त्यो ठाउँको नाम त लिन्न, तर मैले के गरेको थिएँ त भन्दाखेरि, त्यहाँ जाँदाखेरि यो ठाउँको बाटो चाहिँ मेरो जिम्मा भयो भनेर मैले पहिलोचोटि कुनै अरू ठाउँमा बोलेको थिइनँ, मैले त्यही ठाउँमा बोलेको थिएँ। म 16 महिनाको अवधिमा मैले त्यो बाटोको लागि थुप्रै बजेट नेपाल सरकारसँग माग गरेँ। त्यो बजेट विनियोजन पनि भयो, काम पनि सुरु भइरहेको अवस्था छ। मैले जनताले खोजेको अर्को कुरा के हो त भन्दाखेरि, प्रतिनिधिले जितेर गइसकेपछि भेट्न आउँदैन भन्ने कुरा, त्यसलाई पनि मैले पुरा गरेँ। मैले पटक पटक भेट्न गएँ। त्यसपछि सदनमा र समितिमा मैले पटक पटक इलामको समृद्धिको लागि मैले कुरा उठाएँ, जनताको आवाज बोलेँ। तथापि पनि यो सबै जनताका मागहरूलाई मैले सम्बोधन गरिरहँदाखेरि केही समूहहरू कुनै अर्को पार्टी भन्दै लागेको मैले थाहा पाएँ, मैले जानकारी पाएँ। होइन, के कमी कमजोरी भएछ त भनेर म आफैलाई मैले एकदम प्रश्न गरेँ। मैले त्यो प्रश्न गरिरहँदाखेरि एउटा उत्तर भित्रैबाट मलाई के आयो त भन्दाखेरि, नेता र कार्यकर्ता बीचको खाडल र नेता र जनता बीचको खाडल चाहिँ हामीले साह्रै ठुलो बनाएछौँ। त्यो के कारणले गर्दाखेरि बनाएछौँ त भन्दाखेरि, हामीले जनभावनालाई अलिकति ठेस पुर्यायो कि केही कारणले गर्दाखेरि, केही परिस्थितिको कारणले गर्दाखेरि, र त्यसलाई सच्याउनु नखोज्नु नै हाम्रो सबैभन्दा ठुलो हामीलाई लाग्ने दोष नै त्यही हो जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि अबको समयमा हामीले जनताको भावनालाई पनि ठेस नपुर्याइकन बुझेर हामी अगाडि बढ्न जरुरी छ। एमाले सच्चिनका लागि के गर्नुपर्छ? मैले त्यो उत्तर अघि नै दिइसकेँ। हामीले जनताको भावनालाई बुझेर त्यसलाई ठेस नपुर्याइकन हामीले काम गर्न जरुरी छ। आउँदो समयमा अब फेरि के पनि मैले यो प्रश्न किन गरे भने दुईटा धार देखिएको छ के। सुरेन्द्र पाण्डेले त वाचाल रूपमा अगाडिदेखि नै भन्नुभएको थियो, सायद उहाँ निर्वाचनमा सहभागी हुन नपाउनु, पार्टीको महाधिवेशनमा पनि पराजित हुनु, त्यसको चोट पनि होला, तर सँगसँगै यो परिवर्तनको चेत पनि होला। त्यसैले उहाँले चाहिँ षड्यन्त्र बाहिर देखेर हुँदैन, सेनालाई, प्रहरीलाई, प्रशासनलाई, अरू दललाई, विदेशीलाई, भू राजनीतिलाई दोष होइन। दोष आफ्नो दोष सबभन्दा सुरुमा आफूलाई दिनु पर्यो, आफ्नो व्यवहार सुधार्नु पर्यो। आफू सुध्रिएपछि मात्रै परिस्थिति पनि सुध्रिन्छ। पहिले मनस्थिति सुधार्नु पर्यो भन्ने उहाँको जोड छ। होइन, एकदम। अब कुन अग्रजले के बोल्नुभयो, उहाँ सही उहाँ गलत भन्नेतिर नजाउँ। यो जे कुरा हजुरले राख्नु भएको छ त्यो कुरामा यथार्थ के हो त भन्दाखेरि, म आफै पनि चुनावमा घर दैलो गर्ने क्रममा मैले बोलेको कुरा के हो त भन्दा, हामी जुन गन्तव्यमा हिँडिरहेछौँ नि, त्यो गन्तव्यमा पुग्नको लागि पक्कै पनि सबभन्दा सुरुमा आफूलाई हेर्न जरुरी छ। आफू ठिक ठाउँमा छु कि छैन, आफूले गरेका कामहरू सही छ कि छैन, र हामीले गलतलाई गलत, सहीलाई सही भनिरहेछौँ कि छैनौँ। कुनै परिस्थिति यस्तो आउन सक्छ जुन बेलामा सही नै गलतै नहुन सक्छ, तर त्यसको पनि संवाद समीक्षा गर्न जरुरी छ। मैले अगाडिदेखि नै भनेको कुरा के हो त भन्दा, आत्मसमीक्षा र आत्मालोचना साह्रै ठुलो शक्ति हो। जब यो गर्न सकिन्छ, हामी जुन गन्तव्यलाई हामीले हेरिरहेछौँ त्यो गन्तव्यसम्म पुग्न यसले नै हामीलाई सहयोग पुर्याउँछ। त्यही कारणले गर्दाखेरि यो हजुरले राख्नुभएको कुरा र हाम्रो अग्रजले राख्नुभएको कुरा पनि सही छ।